रासोपाले जन्मदेखि आफ्नो विधानमा स्थापित गरेको राइट टु रिकलको व्यवस्थालाई यसपटक कडाइका साथ लागू गर्नेछ। राइट टु रिकल सांसदहरूलाई प्रशिक्षण कार्यक्रममा रवि लामिछानेले राइट टु रिकल प्रयोग गरेर त्यस्तो सांसदलाई पदबाट हटाउन सकिने या उसको कार्यकालभन्दा अगाडि नै उसलाई एउटा आम जनता जस्तो बनाउन सक्ने एउटा उद्घोष गर्नुभएको छ। यो कति चुनौतीपूर्ण छ र यो कति देशमा लागू पनि भएको छ, विभिन्न देशमा यो लागू पनि भएको छ र यो 3 करोड नेपाली जनताको लागि एकदम खुसीको कुरा हो। किनभने हरेक सांसदहरूको आफ्नो जिम्मेवारी हुन्छ, जिम्मेवारी पुरा नगरेर आफ्नो पद मात्रै ओगटेर बसिरहेका हुन्छन् र त्यस्तो सांसदलाई कसरी हटाउन सकिन्छ भन्ने कुरालाई नै राइट टु रिकल भनिन्छ। र साथीहरू, अब यसको बारेमा हामी विशेष जानकारीहरू ल्याउनेछौँ। तपाईँ हेर्दै गर्नुहोला राप्ती नेटवर्कमा। दर्शकबिन्दुहरू, राइट टु रिकलको मतलब जनताले आफूले निर्वाचित गरेको जनप्रतिनिधिलाई कार्यकाल समाप्त हुनु अघि नै पदबाट हटाउने लोकतान्त्रिक अधिकार हो। यसलाई अङ्ग्रेजीमा राइट टु रिकल भनिन्छ। लोकतन्त्रमा जनताको सर्वोत्तम मानिन्छ र यही सिद्धान्तलाई व्यवहारमा उतार्ने एउटा महत्त्वपूर्ण माध्यमका रूपमा यो अधिकारलाई हेरिन्छ। जब कुनै जनप्रतिनिधि आफ्नो जिम्मेवारी पुरा गर्न असफल हुन्छ, भ्रष्टाचारमा संलग्न हुन्छ वा जनताको विश्वास गुमाउँछ, तब जनताले उसलाई पदबाट हटाउन सक्ने व्यवस्था नै फिर्ता बोलाउने अधिकार हो। यस अधिकारको प्रयोग गर्नका लागि प्राय निश्चित प्रक्रिया अपनाइन्छ। सबैभन्दा पहिले मतदाताहरूले प्रतिनिधि विरुद्ध असन्तुष्ट व्यक्त गर्दै हस्ताक्षर सङ्कलन गर्छन्। यो हस्ताक्षर निश्चित प्रतिशत मतदाताबाट सङ्कलन हुन्छ, जुन कानुनले निर्धारण गरेको हुन्छ। यदि आवश्यक सङ्ख्या पुगेपछि सम्बन्धित निकायले त्यसलाई प्रमाणित गर्छ र त्यसपछि जनमत सङ्ग्रह हुन्छ, विशेष निर्वाचन गरिन्छ। त्यस मतदानमा बहुमतले प्रतिनिधिलाई हटाउने निर्णय गरेमा उक्त प्रतिनिधि पदबाट हटाइन्छ। यसरी यो प्रक्रिया पूर्ण रूपमा जनताको सहभागितामा हुनेछ। फिर्ता बोलाउने अधिकारको मुख्य उद्देश्य जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी बनाउनु हो। चुनाव जितेपछि 5 वर्ष कुनै पनि मूल्यमा पदमा बसिरहने प्रवृत्तिलाई रोक्ने यो अधिकार प्रभावकारी मानिन्छ। यसले नेताहरूलाई सधैँ जनताको हितमा काम गर्न प्रेरित गर्छ, किनभने उनीहरूलाई थाहा हुन्छ कि काम नगरेमा जनताले बिचमै हटाउन सक्छन्। त्यसैले यसले सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई मजबुत बनाउनेछ। विश्वका केही देशहरूमा यो अधिकारको अभ्यास पाइन्छ, विशेष गरी सङ्घीय संरचना भएका देशहरूमा जस्तै संयुक्त राज्य अमेरिका र स्विजरल्यान्ड जस्ता देशहरूमा प्रत्यक्ष लोकतन्त्रको अभ्यास अन्तर्गत यस्ता अधिकारहरूलाई महत्त्व दिएको छ। यद्यपि सबै देशहरूमा यो अधिकार सामान्य रूपमा लागू गरिएको छैन। कतिपय देशहरूले यसलाई राजनीतिक अस्थिरता निम्त्याउने सम्भावनाका कारण अपनाइएका छन् भने नेपालको सन्दर्भमा हेर्दा संविधानमा प्रत्यक्ष रूपमा फिर्ता बोलाउने अधिकार व्यवस्था छैन। तर स्थानीय तहमा जनप्रतिनिधिलाई उत्तरदायी बनाउने अन्य उपायहरू अवश्य छन्। पछिल्ला वर्षहरूमा यो अधिकारको विषयमा बहस भने बढ्दो छ। केहीले यसलाई जनताको अधिकार सुदृढ गर्ने माध्यमका रूपमा समर्थन गरेका छन् भने केहीले यसको दुरुपयोग हुने जोखिम औल्याएका छन्। फिर्ता बोलाउने अधिकारका फाइदाहरू धेरै छन्। पहिलो, यसले जनप्रतिनिधिलाई जिम्मेवार बनाउँछ। दोस्रो, यसले जनताको शक्ति र सहभागिता बढाउँछ। तेस्रो, यसले भ्रष्टाचार नियन्त्रणमा सहयोग पुर्याउँछ, किनकि गलत काम गर्ने जनप्रतिनिधिलाई लामो समयसम्म पदमा बस्न सक्दैन। चौथो, यसले लोकतन्त्रलाई अझ जीवित र सक्रिय बनाउँछ, किनभने जनता केवल मतदान गर्ने होइन, निरन्तर निगरानी गर्ने भूमिकामा रहन्छन्। यदि यो अधिकारलाई बारम्बार प्रयोग गरियो भने राजनीतिक अस्थिरता बढ्न सक्छ। सरकार र संस्थाहरूले दीर्घकालीन योजना कार्यान्वयन गर्न कठिन हुन सक्छ। साथै विपक्षी समूहले व्यक्तिगत वा राजनीतिक स्वार्थका लागि यो अधिकारको दुरुपयोग गर्न सक्छन्। यसले अनावश्यक विवाद र खर्च पनि बढाउन सक्छ। त्यसैले यसको प्रयोगका लागि कडा कानुनी मापदण्ड आवश्यक हुनुपर्दछ। फिर्ता बोलाउने अधिकारको लोकतन्त्रको महत्त्वपूर्ण उपाय हो, जसले जनतालाई आफ्नो प्रतिनिधिमा नियन्त्रण राख्ने अवसर दिन्छ। यसले सरकारलाई पारदर्शी र उत्तरदायी जनमुखी बनाउँछ मद्दत गर्छ। तर यसको प्रभावकारी कार्यान्वयनका लागि स्पष्ट कानुन, उचित प्रक्रिया र जनचेतना आवश्यक छ। सही ढङ्गले प्रयोग गरेमा यो अधिकारले लोकतन्त्रलाई सुदृढ बनाउनेछ, महत्त्वपूर्ण भूमिका खेल्नेछ भने यदि सही तरिकाले यो कानुनहरू बनाउन सकेन भने यसले दीर्घकालीन असर पनि पुर्याउनेछ। साथीहरू, यस्तै भिडियो हेर्नको लागि च्यानललाई लाइक, सब्सक्राइब गर्न नबिर्सनुहोला। आउँदा दिनहरूमा तपाईँहरूले यस्तै टाइपका बहुत आधुनिक टेक्नोलोजी र केही
टेक्निकल नलेजका भिडियोहरू पाउनुहुनेछ। हवस् त, नमस्ते।